सूर्य चिन्ह लिएर आउनुभयो, त्यसपछि कलम चिन्ह लिएर आउनुभयो, त्यसपछि तपाईले तारा चिन्ह लिएर आउनुभयो। तपाईले हामीले के गर्यो, तपाईलाई विश्वास गर्यो, तपाईलाई उदिनी, तपाईलाई विश्वास गरेर हामीले के भनेर दिनी, यसको जवाफ मलाई दिनुस्। एउटा कुरा, तपाईले आज 300 पार्टी चेन्ज गरेर आउन भने जनताले एउटा कपडा चेन्ज गर्न सके छैन। पर साल तपाईलाई क्वेसन गर्दा मैले यही कपडा लाएर यहाँ म आथे नि, म यही मेरो फोटो देखाइदिन्छु तपाईलाई, यही कपडा लाएर म यहाँ तपाईलाई क्वेसन गर्न आथे। मैले आज एउटा कपडा चेन्ज गर्न सकेको छैन, तपाईले पार्टी चेन्ज गरेर आउनुभयो। तपाईलाई विश्वास गरेर हामीले भोट कसरी दिने? तपाईले म यहाँ आउँदाखेरि राजेन्द्र पाण्डेले पुल हाल्ने हो रे भनेर भनेको हिजोको 67 सालको कुरा आज कति गयो? 82 साल हुँदाखेरि तपाईले एउटा पुल हाल्न सक्नु भएन। आज जनताको अगाडि तपाई भोट माग्न कसरी आउनुहुन्छ? तपाईले यो गरेर त्यो गरेर तपाईले कतिवटा भन्नु हो? तपाईका खल्तीबाट ल्याएर हालेर तपाईको ताल्तीको बेच ल्याएर हाल्नु भएको छैन होला नि। सबै जनताको कर काटेर तपाईले सब एक पसलबाट उठाएको दुनियाँको भ्याट उठाएको पैसाले तपाईले गरेको होइन? के गर्दै हुन्थ्यो जस्तो तपाईले गरेको होइन? अब युवा बुढा बाका रियाले बुढा उला फ्याटिने हो। युवा उहाँ उठ जस्तो जेनजी पुस्ता आउनै पर्छ। नेपालमा यिनी रियाले बुढा उला राखेर कामै छैन, कामै छैन, यहाँको जवाफ लिन्छु है, कामै छैन। बिन्ती छ तपाईहरु अब बाइ बाइ गरिदिनु होला। मेरो हजुरबाको उमेरको तपाईँ हुनुहुँदो रहेछ। म नजन्मिँदादेखिको तपाईँ यहाँको जवाफ म माग्छु, सर्व माग्छु। तपाईले किन गर्नु?